हेलो डे 3 च्यालेन्जको आज चाहिँ हाम्रो डे 3 बाट स्टार्ट हुँदैछ च्यालेन्जको किनकि मैले लिएको छु तपाईहरुलाई थाहा छ 1 विक च्यालेन्ज लिएको छु र 1 विकसम्म कन्टिन्यू मैले ब्लग हाल्ने भनेको छु। सो आज चाहिँ डे 3 हो र आज म के गर्ने छु त्यो हेराउने छु। धेरै केही भइरा छैन यो च्यालेन्जले न त लिए तर अब यता कहीँ घुम्न पनि गएको छैन, यतिकै घरमै बसिरहेको छु। त्यही भएर त्यस्तो खास चाहिँ केही देखाउन पाइरहेको छुइनँ मैले अहिलेको ब्लगमा। सो अब अलिक दिनमा कहीँ घुम्न गयो भने त्योहरू पनि म हाल्नेछु। सायद कन्टेन्ट बिना नै मैले अहिले बनाइरहेको छु ब्लग होइन। अब कन्टेन्ट मात्र कति हाल्नु र होइन, कन्टेन्ट त जसले पनि हालिरहन्छ। मैले चाहिँ खास गरी दिनभरिमा आफूले के गर्छु कसो गर्छु, अरूले चाहिँ अब कन्टेन्ट मलाई चाहिँ कन्टेन्ट बनाउन आउँदैन। सो मेरो दिन जस्तो कटिरहेछ जस्तो बितिरहेछ त्यस्तै नै म देखाउन गइरहेको छु। सो यो चाहिँ 1 विक च्यालेन्जबाट चाहिँ केही म पनि सिक्नेछु अनि केही सिकेपछि हजुरहरूलाई पनि मेरो भिडियोहरू केही त्यस्तो अलिकति राम्रो लाग्यो भने कमेन्ट गरिदिनु होला। अब जाँदैछु छतबाट चाहिँ एकछिन। अब बाहिर मजाको हावा चलिरहेछ, छतमा मजाको हावा चलिरहेछ। सो म छतमा आउने बित्तिकै हेर्छु त यहाँ गहुँ सुकाइरहेछ, किनभने यसलाई पिँगाएर भरे बेलुका त रोटी खानु पर्यो नि त। त्यसको लागि रोटीको लागि चाहिँ यो गहुँ सुकाइरहेछ। यहाँ छतबाट त छतमा आउने बित्तिकै हेर्दा त स्काई त क्या दामी देखिरहेछ, घाम चर्को न चर्को लागिरहेछ र पनि नो त्यस्तो केही फरक परेन। तर हामीले हेर्ने भनेको भ्यू हो, भ्यू चाहिँ क्या दामीको आइरहेछ आजको। सो हेर्नु मैले चारैतिरबाट कता ल एउटा दुइटा अब म रिल्स पनि बनाउँछु। गरिदेऊ त डान्स गरिदेऊ मेरो भान्जीको क्युट डान्स कसरी नाच्छ भाव्या। हामी फेरि आइसक्यौँ रिल्स बनाउन, टिकटक बनाउन। यो वेदर हेरेर अघि मैले सानो बनाएर गएको थिएँ, फेरि बनाउन आएँ। गाइस फाइनली हेर्नु रिल्स बनाउँदा ओर्दा सनसेट यस्तो बाल देखिने भइरहेछ अहिले। चेक दिस आउट, आजको सनसेट यस्तो दामी देखिरहेछ। र म यो सनसेटमा अझै अघि बनाउँदै पनि बनाउन छोडेको थिएँ। फेरि सनसेट हेरेर फेरि छतमा आएको यस्तो दामी लागेर होइन। फेरि मैले एउटा रिल्स बनाएँ पनि, अब अर्को बनाउँछु होला। थ्याङ्क यू। जाँदैछु अब सब्जी लिन बजार, रङ्गेली बजार। मेरो टुकटुकैमा जाँदैछु, टुकटुके टुकटुक टुकटुक। साग कसरी हो? हजुर अहिले सब्जी किनेर निस्किसक्यो बजारबाट। र बजारमा धेर भ्लग गर्न पाइँदैन किनकि त्यहाँको हल्ला धेर हुन्छ, बोलेको सुनिँदैन। त्यही भएर र आजको दिन हाम्रो यति गरेर बित्यो, धेरै थोक त केही गरेनौँ। र अब चाहिँ हामी भ्लग एन्डिङ गर्छौँ। यो भ्लग पनि एडिट गरेर म चाहिँ डे टु डे आजै भ्लग बनाएर आजै भिडियो बनाएर आजै पोस्ट गर्छु। सो अब म भ्लग एन्ड गर्छु। थ्याङ्क यू सो मच, टाटा बाई।